पहिले यो लिङ्कमा जाने, त्यस पछाडि यस्तो खुल्छ, त्यस पछाडि बुक अ म्याच गर्नुपर्छ, त्यस पछाडि साइन अप साइन इन गर्छ। साइन अप गर्ने सुरुचोटि हो भने साइन अप गर्नुपर्छ, सेकेन्डचोटि गर्नुहुँदैछ भने साइन इन गरिदिएमै आफैमै हुन्छ। र त्यो आफ्नो फुल नेम हाल्नु पर्यो साइन अप गर्दा, अनि आफ्नो इमेल एड्रेस हाल्ने, कन्फर्मेसन मेसेज आउँछ आफ्नो इमेल एड्रेसमा। त्यस पछाडि पासवर्ड अलिक स्ट्रङ बनाउनको लागि एउटा @ अनि एक दुईवटा नम्बर हालिदिनुहोस् आफ्नो नाममा, भइहाल्छ। तल र माथिको पासवर्ड एउटै हुनुपर्छ है। तर त्यस पासवर्ड हाले पछाडि चाहिँ अब त्यो एग्री गरिदिने अनि क्रिएट एकाउन्ट गर्ने। त्यस्तो भएपछि तपाईँको एकाउन्ट क्रिएट भयो। अब अघि भर्खर हालेको इमेल एड्रेस अनि अघि भर्खर बनाएको पासवर्ड हो त्यो हालेर साइन इन गर्ने। साइन इन गरेपछि यस्तो खुल्छ। यस पछाडि फेसिलिटिजहरू हेर्नुहोस्, यदि मन नलागेमा बुक अ म्याचमा थिच्नुहोस्। बुक अ म्याच थिचेपछि आफूलाई कुन दिन चाहिएको हो र कुन टाइममा चाहिएको हो त्यो यहाँ देखाउँछ। त्यहाँ क्लिक गर्नुहोस् आफूलाई चाहिएको डेटमा, अनि तलपट्टि टाइम छ। यो रातो भनेको सबै बुक भएको हो, तपाईँलाई कुन चाहिएको त्यसमा हरियो हुन्छ। हो चाहिँ थिच्ने अनि आफ्नो फुल नाम हाल्ने अनि आफ्नो कन्ट्याक्ट नम्बर हाल्ने, जुनमा हामीले कन्ट्याक्ट गर्न सकौँ हो त्यो कन्ट्याक्ट एक नम्बर हाल्ने। यो नोटमा आफ्नो टिमको नाम हालिदिँदा पनि हुन्छ। अनि एग्री गरेर प्रोसेस गर्ने। एकछिन टाइम लाग्छ। एकछिन टाइम लागेपछि तपाईँहरूको बुकिङ सक्सेसफुल हुन्छ अनि तपाईँहरूलाई मेसेज आउँछ इमेलमा, अनि यु क्यान इन्जोय